र साथीहरू एउटा कुरा चाहिँ मलाई सेयर गर्नु मन लागेको कुरा चाहिँ जस्तो हामी चाहिँ फुल रोप्छौँ होइन। यो चाहिँ मेरो यो हो के भन्छ मनी प्लान्ट। यो एकदमै झ्याङेको थियो। अब म चाहिँ बाठी भने कि यति बाठी भयो कि अब मान्छेलाई राम्रो मात्रै त चाहिने हो है। अनि कस्तो भयो भने यो चाहिँ यो उसको के भन्छ प्लास्टिकको भाँडा ल्याएँ। प्लास्टिकको पट ल्याएपछि राम्रो चिटिक्कैको भनेर चाहिँ रोपियो। तर मेरो फुल चाहिँ मेरो अब यो भनौँ न यो चाहिँ बिस्तारै मरिदियो क्या। यति चाकर गर्दाखेरि फुल भएन, कति चाकर गरेँ, कति गर्दा पनि भएन क्या, कस्तो मरिदियो। अनि त्यसपछि मैले के विचार गरेँ भने फुललाई चाहिँ प्लास्टिकको पटहरूभन्दा पनि माटोको पट नै एकदमै राम्रो हुने रहेछ भनेर चाहिँ मलाई विचार आयो कि। अब यो यस्तो राम्रोसँगले फस्टेको म अब राम्रो खोज्ने हुँदाखेरि चिटिक्कै खोज्ने हुँदाखेरि त्यसमा रोपेँ। यो त मर्यो होइन। अनि मर्ने स्थिति भइसक्यो। अब यो यति छ, यो पनि मर्छ होला भनेर चाहिँ आज फेरि म यही पट दिँदैछु यो फुललाई चाहिँ। अनि फुललाई चाहिँ अब हामी चाहिँ जति नै अर्ग्यानिक खानुपर्छ भनेर भनिन्छ नि, फुल पनि त्यही रहेछ है। फुललाई चाहिँ माटोकै जग्गामा चाहिँदो रहेछ होइन। अनि आज चाहिँ मैले मेरो मनी प्लान्टलाई चाहिँ फेरि माटोकै गमलामा सार्दैछु। यो सार्ने हुँदाखेरि मेरो मनी प्लान्टहरूको बिजोग भइसक्यो। मलाई त कति सराप छ पनि होला त्यसको लागि यस्तो मल बनाउनुपर्छ माटो। अनि फुलको लागि चाहिँ माटो नै हो कि। अनि गमला पनि रहेछ, गमला पनि एकदमै माटोकै नै राम्रो हुँदो रहेछ। माटोमा रोपेको फुलहरू चाहिँ फस्टिँदो रहेछ। अनि मेरो एक्सपिरियन्स। अनि बटनबेली चाहिँ छ नि, त्यसलाई चाहिँ फेरि यो के भन्छ सिमेन्टको माटो दियो, सिमेन्टको पट दियो भने चाहिँ राम्रो हुँदो रहेछ साथी। त्यो चाहिँ मैले थाहा पाएको। अनि यसरी गर्दैछु। अब के गर्ने, मलाई त फेरि यति माया लागिरहेको छ त्यो फुलहरूको। त्यो एउटा सिमी छ क्या, त्यति छ। गर्न साथीहरू यस्तो फुलै रोपेर मर्ने रहेछ भनेर हुन्छ मलाई त। हुन पनि हो, म चाहिँ फुलै रोपेर नै मर्छु होला जस्तो। कहिले भित्र कहिले बाहिर कहिले कता कुन कुना त्यस्तै भइरहेको छ क्या मेरो चाहिँ। यतिको लगाइदिन्छु। हेर्नु न कस्तो राम्रो भएको थियो, तर के गर्ने। यस्तरी मरिदिएपछि त व्यत्यासै हुन्छ नि साथीहरू। यसरी मरिदिनु भएन नि त फुलहरूले पनि। यति चाकर अब यो चाहिँ फेरि यसमा मात्रै अडेको छ क्या। यो काठमा मात्रै सायद मर्छ पनि होला। यस्तै लागेको छ। मरिदिनु है त।
बेलुका जोगाउनको लागि गरेको छु। साथीहरू अब चाहिँ मैले चाहिँ यो अस्ति भाँचेको थियो, अस्तिले अब यो भाँचेको थियो अनि मैले यो उसमा सारिदिएको मजाले चाहिँ भाँचेको छ। त्यसको नाम चाहिँ मलाई पनि याद छैन। यसमा चाहिँ मैले क्रिसमस क्याक्टसलाई पनि रोपिदिएको थिएँ, त्यो पनि बाँचेको छ। आज चाहिँ यिनीहरू नै सार्ने मेरो काम। बाँचे सुन्दर हुन्छ। मैले ठिकै छ, राम्रै हुनुपर्छ भन्ने पनि छैन। अनि क्रिसमस क्याक्टस पनि बाँचेको छ। क्रिसमस क्याक्टस नै यसमा चाहिँ यस्तो पटमा चाहिँ फेरि मजाले सर्दो रहेछ है फुलहरू साथीहरू। अनि जेरेनियम पनि अब सर्ने हुन्छ। जेरेनियमलाई पनि यसमा बोलेको छु। जति पनि यो सिजनेबल फुलहरू चाहिँ सकिसक्यो। अनि अब तिनीहरूलाई चाहिँ फेरि अब उयो गर्नुपर्छ नि त, अर्को पट अरू फुलहरू रोप्नुपर्छ। यो चाहिँ जेट प्लान्ट हो। यो मेरोमा एकदमै ठुलो जरा हालिसकेको छ। यसलाई पनि म रोप्नेवाला छु। जेट प्लान्ट चाहिँ एकदमै राम्रो पनि भन्छ है। भन्दा आज चाहिँ अब यो सबै गरिसकेँ। अब बाँकी यो मात्रै छ रोप्नुपर्ने। यसको गमला खोज्दैछु, यस्तो छ। अनि त्यसपछि आजको यति काम रह्यो। नेक्स्ट टाइम बाई बाई।